हेलो, यहाँहरू सबैलाई स्वागत छ हाम्रो अर्को नयाँ भिडियोमा। केही समय भएको थियो घुम्न नगएको र त्यसैलाई निरन्तरता दिन आज हामी केही दूरी पार गर्दै निक्लिएका छौँ। अहिले हामीले बसको प्रतीक्षामा रहिरहँदा यहाँ चिया खाँदैछौँ। हाम्रो गाडीको प्रतीक्षामा छौँ। प्रतीक्षामा छौँ। तपाईँहरूलाई भन्दै गर्दा जति गए पनि कहिल्यै नथाकिने, वक्क नलाग्ने, दिक्क नलाग्ने र कहिले पनि बुढो नहुने ठाउँ नै भनौँ न। यस्तो ठाउँमा जान लाग्दैछौँ। अब हेर्दै गर्नु होला योभन्दा पछाडि बाटाका दृश्यहरू, त्यसपछि लाएर पुग्दा नपुग्दा कतिसम्म दृश्यहरू कैद गर्न सकिन्छ त्यो देखाउने प्रयास रहनेछ। अब 1-2 दिन घुमघाममै रहनेछौँ हामी। म त एकदम ह्याप्पी। धेरै पछि घुम्न जान लागिरहेको छ। हाम्रो लगेज पनि यहाँ छ। हाम्रो बस आइसकेको छ साथीहरू। अब हामी बस चढ्दैछौँ है। हेर्नु अटो खोलिदिन्छु कि तपाईँ होइन नि उयो बुकिङ गर्ने गुड मर्निङ सिट हो नि अपाउनु बिस्तारै है झोलाहरू चाहिँ ब्यागहरू चाहिँ माथि राख्ने है यता राखिदिन्छु ल कस्तो लागिरहेको छ? एकदम झकास। झकास। हामी थानकोटबाट अगाडि लागिरहेका छौँ। यो दृश्य चाहिँ थानकोटमा अगाडिको हो। खरीको बोट आसपासको दृश्य खिचिरहेका छौँ। यसभन्दा अघि अब हामी सानो दृश्य हेर्छौँ। हाम्रो सुशीलको घर आइपुग्यो। यो सुशीलको घर हो, सानो देखिएको तलको। रमाइलो छ सुशीलको घर हेर्दै हामी अगाडि। यति बेला त हामी सुरुङ मार्ग आइसकेका छौँ। यो सुरुङ मार्गको थोरै दृश्य पनि खिचिहालौँ झार्दै हामी। यो सुरुङ मार्ग हो, सायद छिटै सञ्चालनमा हुन्छ होला यो पनि। अगाडि बढिरहेका छौँ। सुरुङ मार्गलाई पनि लगभग अब क्रमशः छोड्दैछौँ हामी। यात्रा भर्खरै सुरु गरेका छौँ। रमाइलोसित हामी गन्तव्यसम्म पुग्छौँ भन्ने एकदम आशा लिएका छौँ। यो दृश्य चाहिँ नौबिसेको हो। हामी नौबिसे पनि आइसकेको, कति छिटो नौबिसे आइसक्यौँ। अब केही छिन अगाडि थोरै सायद चिया नास्ताको लागि रोकिन्छ होला। त्यहाँ पुगेपछि फेरि भेट्ने नै छौँ। नौबिसे आइपुगेका छौँ। हामीलाई चाहिँ नौबिसे आइपुग्दाखेरि चाहिँ घर आधा त लागिरहेको छ। तर अब यहाँ टुरिस्ट बसमा हेर्दाखेरि चाहिँ टुरिस्ट भइएको नि त नास्ताको भइरहेको छ। तर हामीलाई चाहिँ यहाँ धारकी नौबिसे त हामीलाई ठुलो कुरो भएन नि त। यो दृश्य चाहिँ जुङ्गे खोलाबाट केही अगाडिको दृश्य हो। यो आफ्नो ठाउँतिर आइसकेपछि चाहिँ खिचौँ लाग्ने, आहा आइपुगेछ है भन्ने एउटा जिज्ञासा हुने। यो 7 किला आसपासतिरको दृश्यहरू चाहिँ अनुजीले खिचेको हो। आफ्नै ठाउँ भएर होला उहाँलाई पनि एकदमै खिचौँ लाएर होला। क्यामेरा तेर्साइरहेको देखिरहेको थिएँ म। त्यही दृश्य हो यो 7 किला को। अब क्रमशः अगाडि बढ्दै जाउँ। हाम्रो यात्रा टाढै छ। आफ्नै ठाउँ, आफ्नै माटो, आफू जन्मेको ठाउँको नजिकै आफ्नो ठाउँमा यात्रा गर्दा पनि एउटा छुट्टै प्रकारको आनन्द आउने, हेर्न मन लाग्ने, देख्न मन लाग्ने, ओहो भनेर सम्झिरहने, झन्
टाढाको भन्दा आफ्नो ठाउँमा एउटा छुट्टै प्रकारको मिठास हुने जाँदा आउँदा यात्रा गर्दाखेरि हामीले त्यही महसुस गर्दै हामीले 7 किल्ला आसपासको सडकलाई पनि र आफ्नो ठाउँलाई पनि छोड्दै निरन्तर अगाडि बढ्दैछौँ। यात्राका क्रममा अनुरिस चाहिँ एकदमै निन्द्रामा व्यस्त। यो भोलि भिडियो हेर्दाखेरि गाली त पक्कै खाइन्छ होला। निदाएको गरेर धेरै निद्रा लागेछ गाडीमा थोरै समयमै। यो बाटाको आधा आधी ठाउँमा आइपुग्दाखेरि अनुरिस एकदमै निदाइरहेको देखिन्छ। तर मैले थोरै खिच्नुपर्ने अलि धेरै नै खिचेँ होला, अलि लामो भिडियो राखिरहेको छु। निदाएको भोलि केही न केही गाली खाइन्छ होला पक्कै पनि यो भिडियो हेरिसकेपछि। मस्त निदाइरहेको छ, मैले बोलाउनु पनि जाइनँ किनभनेदेखि ऊ निदाइरहेको छ, एकदमै निदाइरहेको छ। रात बिहान अलिक चाँडै उठेर पनि हो कि बसमा गाह्रो भएर हो, त्यो चाहिँ अहिले उठेपछि बिउजेपछि सोधौँला। निद्रा मजाले लागिरहेछ, त्यो मैले दृश्य पनि अलि लामो नै राखेँ खिचेको। एकदमै अलि लामो दृश्य नै भइरहेको छ, तर यति गर्दा पनि बिउजेको चाहिँ छैन। मस्त निदाइरहेको छ, मस्तै निदाइरहेको छ। गाडीमा अलिक गाह्रो पनि भयो कि अवश्य पनि। दृश्य लामो भयो। दृश्य लामो भयो। यो यहाँनिर आइपुग्दाखेरि गाडी फेरि एकदिन रोकिनु परेको छ। यो पारिका दृश्यहरू एकदमै रमाइलो छ। यो धादिङकै भूभाग हो, त्रिशुली पारीको दृश्य देखिरहेको छु। यो जाम यहाँ केही बेर जाम भएको थियो। यो चाहिँ घाट बेसीभन्दा अलि तल आइपुग्दै गर्दाखेरि अब हामी धादिङको मध्यभागतिर राजमार्गतिर यात्रा गरिरहेका छौँ। अब यसपछिको दृश्यहरू फेरि निरन्तर देखाउँदैछौँ।
एकाध घन्टाको जाम र पछि बिस्तारै बाटोहरू खुल्दै हामी निकै किलोमिटर यो गाडी जाममा परेका थियौँ र अहिले बिस्तारै गाडीहरू सरिरहेको छ। धेरै जामले हामी निकै बेर अल्मलिएका छौँ। अनुजी अहिलेसम्म यहाँ सुतिरहनु भएकै छ, निदाइरहनु भएकै छ। अब कुन बेला बिउजिनुहुन्छ होला। गाडी चाहिँ एकदमै लामबद्ध रूपमा आइरहेका छन्। जाममा पऱ्यौँ हामी। यो एकाध घन्टाभन्दा पनि धेरै नै 2 घन्टा जस्तो त जाममै परियो होला, बसिएको छ। बिस्तारै अहिले चाहिँ गाडी खोलेको छ। अहिले निकै तल पनि आइसकेका छौँ हामी। अब क्रमशः केही क्षणमा हामी चितवन छिर्छौँ होला, धादिङको भूभाग पनि छोडेर अगाडि बढ्दैछौँ। केही छैन, समय अलि पर पुगिसक्यो। यात्रा निरन्तर चलिरहेछ। बस सुविधा सम्पन्न, हामीलाई त्यति समस्या छैन। एसी भएको भएर। अनुजी बिउजिनु भयो, बल्ल ल, बधाई छ अनुजीलाई। निरन्तरको केही दिनको झरीले र पानीले होला त्रिशुली पनि एकदमै धमिलो देखिन्छ। त्यति कञ्चन देखिने त्रिशुली कुनै बेला अहिले बर्खा नलाग्दै पनि यति धमिलो देखिएको छ। त्यति राम्रो देखिरहेको छैन दृश्य। यही त्रिशुली एकदम राम्रो निलो पानी भएको भए कति रमाइलो राम्रो दृश्यहरू देखिन्थ्यो होला। यति बेला हामीलाई चुम्लिङटार आइपुगेका छौँ र बस खानको लागि रोकिएको छ। हामीले खाना चाहिँ खाएनौँ र बाहिर केही बिस्कुटहरू लिएर हामी गफ गर्दै खाइरहेका छौँ। झकास भएर निदाइयो नि कति बेर एकछिन धेरै निदाइएन। यतिखेर हामी मनोकामना आइपुगेका छौँ। मनोकामना माताले हाम्रो यात्रा सफल राख्नुहुनेछ भन्ने हामीले भगवानसँग आशीर्वादमा आएका छौँ। आज यहीँबाट मनोकामना मातालाई दर्शन गऱ्यौँ। समय र भगवानले जुराएको खण्डमा अवश्य पनि मनोकामना माताको दर्शन गर्न पुग्ने नै छौँ। त्यहाँबाट हामी यहाँबाट अगाडि हजुर बस त जाममा परिरहेको छ। 8 बजे लगाइसकेको थियो। 12:30 12:30
भिडियो में अच्छा खाना खाने ठाउँमा आयो अच्छा र घर खाने ठाउँमा अहिले त आफै पो निदाउन पुगिएछ अरूलाई अनुलाई निदायो भनेर जिस्काउँदै अर्थात् भन्दै गर्दा अहिले भुसुक्कै आफै निदाइएछ पोखरा आइपुग्दै गर्दा बिउजे अब यो पोखरा एकदमै नजिक आइपुगेका छौँ अब केही क्षणमै हामी बसबाट ओर्लेर होटलतर्फ प्रस्थान गर्छौँ बाँकी दृश्यहरू पनि तपाईँहरूलाई देखाउँदै जानेछौँ हेरिदिइरहनु होला माया गरिदिनु होला फाइनल्ली हामी होटेल आइपुग्यौँ यो हामी आज बस्ने होटेलको बाहिरी दृश्य हो यो बाहिरी दृश्य हरियाली र एकदमै हरियाली रहेछ ठिकै छ एक दुई दिन बस्ने हो रमाएर बसौँ खुसी भएर बसौँ आजको बास यस्तो हुने भयो राम्रो छ ठिक छ ठिक छ ल अब बाँकी हामी फ्रेस हौँ त्यसपछि लाएर बाहिरतिर कहाँ कहाँ पुग्छौँ आज बेलुकासम्मको भिडियोहरू बनाउने नै छौँ होइन देखाउने प्रयास हुन्छ यहाँबाट रुमबाट बाहिर हेर्दा यस्तो देखिन्छ केही क्षणको विश्रामपछि अब बेलुकी भाग हामी बाहिरतिर निस्केका छौँ अब एकछिन घुमघाम गर्नेछौँ फेवा तालको आसपासतिर एकछिन घुम्नलाई म चाहिँ एउटा यस्तो खालको स्वरूपमा निक्लेको छु मेरो ड्रेसअप यस्तो छ भोक पनि लाग्यो नि त अब एक प्लेट मोमो दिगौँ र दुईजनाले यही खाइयो यतिखेर फेवातालको किनारतिर हामी टहलिरहेका छौँ दुवैजना गफगाफ फोटो सेसन र आज यतैतिर घुम्ने कार्यक्रम त्यति टाढा जाने त सोच छैन भोलि बिहानसम्मको लागि र अहिले घुमिरहेका छौँ हेर्दै जाउँ कहाँसम्म पुगिन्छ यो यहाँसम्म पुग्ने यति डुल्ने भन्ने त छैन त्यत्तिकै टलिरहेका हौँ घुमफिर चलिरहेको छ अब यहाँबाट हामी अगाडि बढौँ झेलिमेली उठ्यो है यताबाट हिँडेर जाने पर पुगेर उताबाट निस्किने मैले पनि जाने
बुद्ध पार्क। फेवाताललाई निहाल्दैछौँ। अहिले साँझ पर्नै लाग्दा एकछिन फेवातालतिर यसो दृश्य अवलोकन आनन्द लिँदै गरौँ। त्यसपछि लाएर फेरि बेलुकाको पोखराको बेलुकी रमझम त हेर्नु बाँकी नै छ। हेर्दै जाउँ, रमाइलो आजको हुँदैछ। हेलो, जाम 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 जान सकिने भए जाउँ है। जाम निक्ल्यौँ अब। समस्त पितरों का उद्धार के लिए कि दिव्य आरती पूजन में आपने जो श्रद्धा भक्ति भावना से आकर दान धर्म अर्पण किया, इसके लिए आपको वैशाली सक्सेना को विशेष सम्मान और बहुत बहुत धन्यवाद। इस तरह जो स्वर्गीय माता पिता के लिए जो दान देते अभी अभी मित्राष्ट्र भारत कर्नाटक से आए हुए आदरणीय भक्त हैं आपन्ना और विजया लक्ष्मी जी ने माँ बाराई देवी का पूजन भगवती का Czechoslovakia. हामी नितान्त घुम्न भनेर निक्ले तापनि आफ्नो धर्म, संस्कृति र परम्परा र एउटा आस्तिक भएको नाताले धार्मिक कुनै पनि कार्यक्रमहरू अथवा धार्मिक कुनै त्यस्तो देखिनासाथ मन त्यतैतिर जाने। त्यही भएर हामी यहाँ यो फेवाको किनारमा भइरहेको यो बेलुकी आरती सन्ध्यामा निकै बेर बस्यौँ र आरतीलाई नजिकबाट निहाल्यौँ र यो करिब झन् 1 घन्टा जस्तो हामी यहाँ बसिरहँदा मन पनि खुसी भयो, आनन्दी भयो। हामी यो आरती हेरेर आरतीमा सरिक भएर निकै बेरपछि हामी फर्क्यौँ। यस्तै भयो आजको भिडियो, यस्तै रह्यो आजको भिडियो। अब हामी यसभन्दा पछि केही बेर बाहिर रहनेछौँ, त्यसपछि होटेल पुग्नेछौँ र तपाईँलाई होटेलमा फेरि पनि भेट्नेछौँ। यति बेला हामी खाना खान आइरहेको छौँ होइन, बेलुकाको अब डिनर भनौँ न। यस्तो खाना आइरहेको छौँ। नाम चाहिँ के हो? जेठो बुढो।
वासस्थानतिर जाने। काठमाडौँदेखि पोखरासम्मका यिनै दृश्यहरूलाई तपाईँहरूमाझ छोड्दै र साँझपख केही बेर टहलिएको पोखराका सानो दृश्यहरू समेत तपाईँहरूलाई पस्क्यौँ। आज डे 1 यस्तै रह्यो, राम्रो मानेर हेरिदिनु होला। भोलि डे 2 बिहानदेखि नै चल्दैछ। त्यसमा पनि भोलि एउटा विशेष कार्यक्रम, विशेष दिनको लागि हामी पोखरा आइपुगेका छौँ। त्यो दृश्यहरू पनि र त्यो के हो भन्ने कुरा पनि हामी पक्कै पनि राख्नेछौँ। त्यसलाई पनि मिस नगरी हेरिदिनु हुनेछ। आजको भिडियोलाई राम्रो मानेर हेरिदिनु होला। लाइक, कमेन्ट र सेयर चाहिँ अवश्य गरिदिनु होला। पोखराबाट बाई बाई।